हजुरहरूलाई नमस्कार। नमस्कार। अनि हजुरहरू चाहिँ रङ गाउँपालिकाको वार्ड नम्बर 6 रम्ब्याङमा बस्नुभएको थुप्रै भयो होला नि? थुप्रै भयो नि थुप्रै भयो। रङ गाउँपालिका। हजुरको शुभ नाम भनिदिनुहोस् न। हजुरको शुभ नाम? मेरो शुभ नाम कृष्णमाया टिकमाया कृष्णमाया राई भनेपछि माइती चाहिँ कुलुङ राई। कुलुङ हो। यो मेरो माइतीको नाम चाहिँ कुन माइती गाउँ चाहिँ कहाँ पर्यो होला? तल ए यतै पर्यो। यो पहिला जिरमले 5 नम्बर हो। यो जिरमले 5 नम्बर हो साबिक। हजुरको शुभ नाम? भक्तलाल साम्पाङ राई। कुन साम्पाङ पर्नुभयो? तामाङ छ। अनि यहाँको अहिले कति वर्ष पुग्नु भयो हजुर? 80 वर्ष। 80? अब 80 ले छुयो। 5 सालको? 5 साल हो। हजुर कति वर्ष पुग्नु भयो? हजुर त्यति नै। सँगसँगै म भन्दा अलिक बुढा कान तापता त। अलिकति म भन्दा सिनियर काम छ नि त मेरो बुढा। म भन्दा सिनियर को हजुर पियर सना राई हैन? सेवा सबैलाई। आज गाउँ घुम्न आएको पानी पर्यो हैन? लास्टै बिताए नि म। साउने पानीमा पनि रमाइलो हुन्छ तर घुम्नलाई। अनि तपाईको नानी छोराहरू छोरीहरू कति जना? छोरा चाहिँ एउटा रन्जित हो। दुई बडी छोरी जना थियो, एकजना खसी जानु भयो। जेठी खसीको समिता हो। तीनजना नाति दुईटा नातिनी एउटा नाति छ। हो म त दुई बडाको धनी हो नि त फेरि। ए छोरी कहाँ बिहे भएको? छोरी चाहिँ कहाँ बिहे हुनुभयो? मेरो एउटा पहिला जेठी बुढापट्टिको छ, एउटा मंगरजुङ कमान छ। ए एउटा उया त नौमारीमा छ माइली। ए कान्छी त्यहाँ उयो के जातिले लिएको थियो। ए म पार्टीको भन्नुभयो नि, खास मैले अलिकति बुझ्नु चाहे। म पार्टीको भन्नुभयो नि, कस्तो दुई गुण हो र? तामाङ थापट्टिको चाहिँ तिनवटा मेरो बच्चाहरू। एउटा छोरी एउटा छोरा थियो। यो रन्जितै हो छोरा। ए छोरी चाहिँ एउटा चाहिँ जेठी चाहिँ खस्नु भयो। समिता भन्ने भयो जेठी। ए दुईटा नाति एउटा नाति भएपछि खस्नु भयो। कान्छी छोरी यो 6 नम्बर गोरखमा छ। ए कान्छी चाहिँ अब कान्छा बुढापट्टिको छोरी अरे, छोरा र छोरीहरू। अनि ऊ छोरा तल छ। जेठा बुढाको चाहिँ पट्टिको चाहिँ छोरा तलै हुनुहुन्छ। यही गाउँ हो। अनि कान्छा बुढापट्टिको चाहिँ ओल्लो घर। ए तपाईको चाहिँ दुईटा दोस्रो बिहे गर्नु? मेरो बुढा दुईवटा। जेठा बुढापट्टिको हजुर हजुर एउटा कान्छी चाहिँ मोरीको हो। अनि अरू जेठी छोरी देउकी भन्थ्यो, त्यो मङ्गरजुङ कमानमा लगेको छ। अनि माइली छोरी यो नौमारीमा छ। कान्छी छोरी मरिगयो। कान्छा बुढापट्टिको जेठी छोरी यो 5 नम्बरमा भएको मरिगयो। अनि कान्छी 6 नम्बर छ। ए बिहे भएको? अनि एउटा छोरा दुईटा छोरी छ। अब कान्छीको जेठा बुढापट्टिको पनि एउटा छोरा हो। कान्छा बुढापट्टिको पनि एउटा छोरा मेरो रन्जित। कान्छा बुढापट्टिको छोरा रन्जित, जेठा बुढापट्टिको छोरा लाल बहादुर। अनि तपाईको छोरा रन्जित चाहिँ धेरै पढ्नु पनि निकै राम्रो पढेको छ। अनि सानोमा चाहिँ कस्तो हुनुहुन्थ्यो हाम्रो तपाईको छोरा रन्जित? तकडा ऊ त्यो फोटो हेर्नु न। ए फोटो पनि छ? फोटो पनि चिन्छु चिन्छु। सानोमा कस्तो चकचकै थियो? चकचकै छैन, माको बोधे थियो। बोधे हाम्रो भतिजो माइला भतिजो को छोरासँग चाहिँ बात थियो हो। ऊ त्यो हात बार्ने दिउँ भन्ने, ऊ भतिजो त्यो बगालाई पड्काइराखेर भागी जाने, ऊ रुने। ऊ यसमा छ हौ हाम्रो 14 दिनको जेठा कान्छा छ तिमी। अनि कुन स्कुल सुरुमा चाहिँ कुन स्कुलमा लगाइदिनु हो रन्जित? पहिला त यहीँको यो जिरमले यहाँको स्कुल?
ए गाउँकै स्कुलमा पढाउनु अँ। त्यहाँदेखि चाहिँ भएन त्यहाँदेखि सकेर सलाकपुर पढ्नु भयो सलापुरदेखि चाहिँ एसएलसी इलाम भयो। उसम्म अँ अनि फेरि त्यतिखेर अब गाउँको बाटो खोल्ने पर्यो अँ अनि स्कुल बाटो जाने हो। खोल्ने परेपछि नेता भएर चाहिँ ऊ झोला सोला किताबहरू राखिएर चाहिँ अरूले कुली बाटोतिर मेरो ऊ छोरा ढेल दियो। त्यसो स्कुललाई हुँदाखेरि त्यति इज्जत दिने त उगारेर बेला त भयो त SLC आउँदैन त बिगार्यो। अनि ए उनीहरूको मास्टर आयो नि त ए बाबा रे पास गर्ने मान्छे चाहिँ के भयो भन्दै तल मेरो घरमै झरेको ल ए सानैदेखि नेता हुने चाहिँ विचार रहेछ अनि नेता होइन होइन अहिले उमेर पनि पुगेको छैन नेता त हुँदैन नेताको झोला बोक्ने ए ए झोला बोक्ने भन्दा चाहिँ अब हारेका पनि भयो पनि गरे पनि मन्त्रीको झोला त बोके पनि बोके पनि बोक्यो होइन हो भयो नि त्यहाँदेखि हो सचित त भएको छ मन्त्री हो बासु राम्रो नानी हस् हस् चिया पार्नु हस्